हेलो गाइज सबैलाई स्वागत छ है। हामी चाहिँ आज माछा पक्रिन आएको छौँ यहाँ खोलामा, तमोर खोला। यता ब्याक साइडमा तमोर खोला भयो अनि यता अगाडि चाहिँ नेवा खोला छ। तमोर दोभान चाहिँ यही हो है गाइज। तमोर दोभानमा हामी ठ्याक्क बसेर माछा पक्रिरहेको छौँ आज। यता दाइहरू हुनुहुन्छ पछाडि होइन। माछा पर्छ पर्दैन अहिले हेरौँ है त गाइज। तमोर दोभानको भ्यू चाहिँ यस्तो छ है। टक्क यो पोहोरको साल पहाडीले यस्तो बनाएको छ। हेलो दाइ 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 ल तमोर दोभानको भ्यू है गाइज। यो तमोर दोभानको। ल दाइ माछा पर्छ त? पर्नु पर्ने 7 केजीको असला पारेर चाहिँ जाउँ भनेको। पर्दैछ बाबु माछा पर्दैछ। ल अभि दाइ पर्ला माछा? ल ल बल्छी नै तानिँदैन त। ल सङ्गम दाइ लु पार्नु पर्यो। मासु लगे दाइ चाहिँ है बल्छी अड्केर पर पौडी खेल्दा आमा। दाइ उभिनु त कतिको गहिरो छ? लप्ली हालिदिनु हुने रहेछ नि त दाइले त पौडी। दाइ खोइ 7 केजीको गयो हौ सङ्गम दाइ। गाइस यो चस्माले चाहिँ कस्तो देखिरहेछ होइन। यो चस्माले राम्रो देखेको छ कि यसले राम्रो देखेको छ है गाइस? कमेन्ट हान्नु पर्यो है त। ल ल है गाइस कमेन्ट हान्नु पर्यो है कुन चस्माले राम्रो देखेको छ। अब यसले ल हेर्नु हिरो जस्तै देखिरहेको छ। मैले चाहिँ हिरो जस्तै देखिरहेको छु आफूले आफैलाई होइन। तारिफ गरे नभन्नु होला। अब यसले है त अर्कोको पालो है। टिचर जस्तै यार। अब चाहिँ टिचर जस्तै देखियो होइन। कपाल चाहिँ हल्का काट्यो भने टिचर जस्तै देखिने रहेछ। अनि अहिलेसम्म एउटा पनि माछा परेको छैन। अब हामी यत्तिकै फर्किन्छौँ होला। ल गाइज कस्तो देखियो कमेन्ट गर्नु है त। कुन चस्माले राम्रो देखियो है गाइज। ल फर्किनु। माछा मार्नु त आयो गाइस तर के गर्नु भाग्यवश माछा परेन। त्यसकारण हामी फर्किँदैछौँ है गाइस बल्छी बोकेर। रात परिसक्यो। ल यस्तै भयो आजको भिडियो। कस्तो लाग्यो? छोटो भयो नि कमेन्ट लाइक अनि सेयर सब्सक्राइब गरेर गइदिनु होला। बाई। माछा भएको खोला कुन हो त्यो पनि कमेन्टमा भनिदिनु होला। हामी बल्छी खेल्न आउँछौँ। ल थ्याङ्क्स फर वाचिङ दिस भिडियो गाइज।